कुनै दिन निनौरो अनिवार्य देख्नुभयो, कुनै दिन आवाज घटेको देख्नुभयो, कुनै दिन निराश भएको देख्नुभयो, कुनै दिन थाकेको, कुनै दिन लडेको, कुनै दिन सुतेको, कुनै दिन झुकेको देख्नुभयो? झुक्दैन, थाक्दिन, लड्दिन, ढुक्काउनु होला। त्यसमा यहाँहरूले चिन्ता गर्नै पर्दैन। मैले भनिहालेँ, 20को कुण्डमा जति पटक मलाई चोपले पनि मैले ननिल्दासम्म त्यसले मलाई असर गर्दैन। मैले निलेको छैन कुनै हालतमा, जति कोसिस गरे पनि। अभियानलाई अगाडि चाल्ने चालक सिटमा, यो ड्राइभिङ सिटमा मैले बस्ने सौभाग्य पाएको छु। मलाई गन्तव्य थाहा छ, मलाई कहाँ लिएर जाने हो भन्ने कुरा थाहा छ। तपाईँले विश्वास गर्नुपर्छ केही समयको लागि। म ड्राइभिङ सिटमा बसेको छु, चालकका रूपमा तपाईँले विश्वास गर्नुपर्छ। रोडको कन्डिसन मेरो बसमा छैन, तर म होसियारीका साथ दिमाग लगाएर स्वस्थ मन, स्वस्थ मस्तिष्क, स्वस्थ शरीर बोकेर म यो गाडीलाई, रासोपा रूपी यो गाडीलाई, सुशासन रूपी, परिवर्तन रूपी यो गाडीलाई लिएर अगाडि जानका लागि तयार भएर राखेको छु। मैले इन्धन यथेष्ट राखेको छु गन्तव्य पुग्नका लागि, गाडीको कन्डिसन यथेष्ट राखेको छु। रोडका बारेमा म सचेत छु, बाटो सजिलो छैन, घुम्ती आउँछ, मोड आउँछ, खाल्डा आउँछन्, ढुङ्गा खस्छन्। सचेत भएर म गाडी हाँक्नका लागि गएको छु। घुम्ती र मोडमा को झर्छ, को ओर्लन्छ म हेर्दिनँ, म भ्याउँदिनँ। म गन्तव्यमा पुग्नका लागि लागेको छु। को ओर्लियो, को झऱ्यो, यो यात्रामा यात्रीहरू को आए, को गए। अहिले संस्थापक सभापतिका रूपमा मलाई त्यति चासोको विषय होइन। बसुन् सबै साथीहरू अन्त्यसम्म, मेरो त्यो कोसिस हो। किनकि त्यो सपना संस्थापक सभापतिले देखेको सपना अलि बेग्लै हुन्छ। चलाइरहेको पार्टीभित्र म आइपुगेको सभापति होइन, सपना बोकेर यो पार्टी स्थापना गरेर दर्ता गर्न गएको संस्थापक सभापति भएको हुनाले एउटा सपना छ। त्यो सपना सबैले देखेका छन्। म ड्राइभिङ सिटमा बसेको छु, कन्डिसन ठिक राख्छु, इन्धन सही राख्छु, बाटोमा ध्यान दिन्छु, अप्ठ्याराहरूमा ध्यान दिन्छु। तर मोडमा, घुम्तीमा को चढ्यो, को ओर्ल्यो म अहिले हेर्दिनँ। पार्टीलाई गन्तव्यमा पुर्याएर देशको नम्बर 1 पार्टी बनाएपछि, पार्किङ गरेपछि म फर्केर हेर्छु। फर्केर हेर्दा एकजना मात्र बाँकी रहेछ भने मलाई पर्याप्त हुन्छ। म त्यही एकजनाको विश्वासमा अगाडि बढ्न तयार छु। यस्तै हो यात्रा। यात्रा यस्तै हो। आफ्नो इमान छोड्नु हुँदैन, आफ्नो गन्तव्य छोड्नु हुँदैन। आरोप लगाउने, गाली गर्ने, आक्षेप लाउने, मलाई गाली गर्न बाँकी को छ र? अब आफन्त भन्नुहोस्, पराई भन्नुहोस्, मित्र भन्नुहोस्, दुश्मन भन्नुहोस्, को बाँकी छ र? बेलुका एउटा टेलिभिजन प्रोग्राममा गएर गाली गर्ने, म रविलाई गाली गर्छु भने चाहिँ आइज भनेर बोलाइहाल्छ। पत्रिकामा रविलाई गाली गर्नु छ भने यत्रो फोटो हालिदिएर छाप दिइहाल्छन्। के टेन्सन छ र? पत्रिका, टेलिभिजन मैले देखिसकेँ हो। म टेलिभिजन हेरेर बाटो तय गर्ने मान्छे होइन। टेलिभिजनमै काम गर्नु थियो त म ती गरिहाल्थेँ नि। अब देशको गन्तव्य कसरी अगाडि लिएर जाने, देशलाई कुन बाटोमा लिएर जाने र यो परिवर्तनको यो झिल्कोलाई, यसलाई कसरी अगाडि लिएर जाने भन्ने बाटोमा स्पष्ट मार्गचित्रका साथ हामी अगाडि बढेका छौँ। कहिलेकाहीँ विवाद आउँदा, कहिलेकाहीँ समस्या आउँदा, कोही आउँदा कोही जाँदा आत्तिनुहुन्न। किनकि जति पनि राजनीतिक दलहरू अहिले बनेका छन्, तिनीहरू पनि यसै गरी पिटिएर, चुटिएर, लडेर, धुराम्मै भएर उठेका, धुलो टकटकाउँदै उठेका दलहरू हुन्। हामीलाई अलिकति छिस्रिको चोट लाग्ने बित्तिकै लो बर्बाद भयो, मरियो, सिद्धियो क्या हो भन्न के जरुरी छ र? लडिन्छ, तर उठ्ने आँट र तागत हुनुपर्छ। यति मैले यहाँहरूलाई भने, जसले कयौँ ठगहरूलाई जेलको काल कोठरीमा पुग्यो, आज त्यो सबै बिर्सेर कयौँ मान्छेहरू जान सहकारीको नाममा कहीँ कतै कहिल्यै सञ्चालन नगरेको मान्छेलाई सहकारी ठग त भन्छन् भनेपछि सहकारी त हुनु पर्ला नि। सहकारी ठग्न लागि खाता त हुनु पर्ला नि। त्यहाँ त्यो नहुँदा पनि हो जस्तो बनाएर चाहिँ प्रचार गर्छन् भनेपछि त्यो हामीले भन्नुपर्ने कुरा होइन, बुझ्नुपर्ने कुरा हो। चितवन, भरतपुर आसपास इलेक्ट्रिक स्कुटर होलसेल तथा खुद्रा बिक्रीका लागि भरतपुर इलेक्ट्रिक स्कुटर सेन्टरमा सम्पर्क राख्नुहोस्। मैले गाडीको कन्डिसन ठिक राखेको छु, रोडको कन्डिसन मेरो बसमा छैन, तर म होसियारीका साथ दिमाग लगाएर स्वस्थ मन, स्वस्थ मस्तिष्क, स्वस्थ शरीर बोकेर म यो गाडीलाई, रासोपा रूपी यो गाडीलाई, सुशासन रूपी, परिवर्तन रूपी यो गाडीलाई लिएर अगाडि जानका लागि तयार भएर राखेको छु। मैले इन्धन यथेष्ट राखेको छु गन्तव्य पुग्नका लागि, गाडीको कन्डिसन यथेष्ट राखेको छु। रोडका बारेमा म सचेत छु, बाटो सजिलो छैन, घुम्ती आउँछ, मोड आउँछ, खाल्डा आउँछन्, ढुङ्गा खस्छन्। सचेत भएर म गाडी हाँक्नका लागि गएको छु। घुम्ती र मोडमा को झर्छ, को ओर्लन्छ म हेर्दिनँ, म भ्याउँदिनँ। म गन्तव्यमा पुग्नका लागि लागेको छु। को ओर्लियो, को झऱ्यो, यो यात्रामा यात्रीहरू को आए, को गए। अहिले संस्थापक सभापतिका रूपमा मलाई त्यति चासोको विषय होइन। बसुन् सबै साथीहरू अन्त्यसम्म, मेरो त्यो कोसिस हो। किनकि त्यो सपना संस्थापक सभापतिले देखेको सपना अलि बेग्लै हुन्छ। चलाइरहेको पार्टीभित्र म आइपुगेको सभापति होइन, सपना बोकेर यो पार्टी स्थापना गरेर दर्ता गर्न गएको संस्थापक सभापति भएको हुनाले एउटा सपना छ। त्यो सपना सबैले देखेका छन्। म ड्राइभिङ सिटमा बसेको छु, कन्डिसन ठिक राख्छु, इन्धन सही राख्छु, बाटोमा ध्यान दिन्छु, अप्ठ्याराहरूमा ध्यान दिन्छु। तर मोडमा, घुम्तीमा को चढ्यो, को ओर्ल्यो म अहिले हेर्दिनँ। पार्टीलाई गन्तव्यमा पुर्याएर देशको नम्बर 1 पार्टी बनाएपछि
पार्किङ गरेपछि म फर्केर हेर्छु, फर्केर हेर्दा एकजना मात्र बाँकी रहेछ भने मलाई पर्याप्त हुन्छ। म त्यही एकजनाको विश्वासमा अगाडि बढ्न तयार छु। यस्तै हो यात्रा, यात्रा यस्तै हो। आफ्नो इमान छोड्नु हुँदैन, आफ्नो गन्तव्य छोड्नु हुँदैन। आरोप लगाउने, गाली गर्ने, आक्षेप लाउने, मलाई गाली गरेर बाँकी को छ र? आफन्त भन्नुहोस्, पराई भन्नुहोस्, मित्र भन्नुहोस्, दुश्मन भन्नुहोस्, को बाँकी छ र? बेलुका एउटा टेलिभिजन प्रोग्राममा गएर गाली गर्ने, म रविलाई गाली गर्छु भने चाहिँ आइज भनेर बोलाइहाल्छ। पत्रिकामा रविलाई गाली गर्नु छ भने यत्रो फोटो हालिदिएर छाप दिइहाल्छन्, के टेन्सन छ र? पत्रिका टेलिभिजन मैले देखिसकेँ हो। म टेलिभिजन हेरेर बाटो तय गर्ने मान्छे होइन। टेलिभिजनमै काम गर्नु थियो त म ती गरिहाल्थेँ नि। अब देशको गन्तव्य कसरी अगाडि लिएर जाने, देशलाई कुन बाटोमा लिएर जाने र यो परिवर्तनको यो झिल्कोलाई यसलाई कसरी अगाडि लिएर जाने भन्ने बाटोमा स्पष्ट मार्गचित्र साथ हामी अगाडि बढेका छौँ। कहिलेकाहीँ विवाद आउँदा, कहिलेकाहीँ समस्या आउँदा, कोही आउँदा कोही जाँदा आत्तिनुहुन्न। किनकि जति पनि राजनीतिक दलहरू अहिले बनेका छन् तिनीहरू पनि यसै गरी पिटिएर, चुटिएर, लडेर, धुराम्मे भएर उठेका, धुलो टकटकाउँदै उठेका दलहरू हुन्। हामीलाई अलिकति छिस्रिको चोट लाग्ने बित्तिकै लो बर्बाद भयो, मरियो, सिद्धियो, क्या हो भन्न के जरुरी छ र? लडिन्छ, तर उठ्ने आँट र तागत हुनुपर्छ। यति मैले यहाँहरूलाई भने, जसले कयौँ ठगहरूलाई जेलको काल कोठरीमा पुग्यो, आज त्यो सबै बिर्सेर कयौँ मान्छेहरू जान सहकारीको नाममा कहीँ कतै कहिल्यै सञ्चालन नगरेको मान्छेलाई सहकारी ठग त भन्छन् भनेपछि सहकारी त हुनु पर्ला नि। सहकारी ठग्नलाई खाता त हुनु पर्ला नि। त्यहाँ त्यो नहुँदा पनि हो जस्तो बनाएर चाहिँ प्रचार गर्छन् भनेपछि त्यो हामीले भन्नुपर्ने कुरा होइन, बुझ्नुपर्ने कुरा हो। कुनै दिन निनौरो अनिवार्य देख्नुभयो, कुनै दिन आवाज घटेको देख्नुभयो, कुनै दिन निराश भएको देख्नुभयो, कुनै दिन थाकेको, कुनै दिन लडेको, कुनै दिन सुतेको, कुनै दिन झुकेको देख्नुभयो? झुक्दैन, थाक्दिन, लड्दिन, ढुक्काउनु होला। त्यसमा यहाँहरूले चिन्ता गर्नै पर्दैन। मैले भनिहालेँ, विषको कुण्डमा जति पटक मलाई चोपले पनि मैले ननिल्दासम्म त्यसले मलाई असर गर्दैन। मैले निलेको छैन कुनै हालतमा, जति कोसिस गरे पनि। अभियानलाई अगाडि चाल्ने चालक सिटमा, यो ड्राइभिङ सिटमा मैले बस्ने सौभाग्य पाएको छु। मलाई गन्तव्य थाहा छ, मलाई कहाँ लिएर जाने हो भन्ने कुरा थाहा छ। तपाईँले विश्वास गर्नुपर्छ केही समयका लागि। म ड्राइभिङ सिटमा बसेको छु, चालकका रूपमा तपाईँले विश्वास गर्नुभएको छ। गाडीको कन्डिसन ठिक राखेको छु, रोडको कन्डिसन मेरो बसमा छैन, तर म होसियारीका साथ दिमाग लगाएर स्वस्थ मन, स्वस्थ मस्तिष्क, स्वस्थ शरीर बोकेर म यो गाडीलाई, रासोपा रूपी यो गाडीलाई, सुशासन रूपी, परिवर्तन रूपी यो गाडीलाई लिएर अगाडि जानको लागि तयार भएर राखेको छु। मैले इन्धन यथेष्ट राखेको छु गन्तव्य पुग्नका लागि, गाडीको कन्डिसन यथेष्ट राखेको छु। रोडका बारेमा म सचेत छु, बाटो सजिलो छैन, घुम्ती आउँछ, मोड आउँछ, खाल्डा आउँछन्, ढुङ्गा खस्छन्। सचेत भएर म गाडी हाँक्नका लागि गएको छु। घुम्ती र मोडमा को झर्छ, को ओर्लन्छ म हेर्दिनँ, म भ्याउँदिनँ। म गन्तव्यमा पुग्नका लागि लागेको छु। को ओर्लियो, को झऱ्यो, यो यात्रामा यात्रीहरू को आए, को गए। अहिले संस्थापक सभापतिका रूपमा मलाई त्यति चासोको विषय होइन। बसुन् सबै साथीहरू अन्त्यसम्म, मेरो त्यो कोसिस हो। किनकि त्यो सपना संस्थापक सभापतिले देखेको सपना अलि बेग्लै हुन्छ। चलाइरहेको पार्टीभित्र म आइपुगेको सभापति होइन, सपना बोकेर यो पार्टी स्थापना गर्न, दर्ता गर्न गएको संस्थापक सभापति भएको हुनाले एउटा सपना छ। त्यो सपना सबैले देखेका छन्। म ड्राइभिङ सिटमा बसेको छु, कन्डिसन ठिक राख्छु, इन्धन सही राख्छु, बाटोमा ध्यान दिन्छु, अप्ठ्याराहरूमा ध्यान दिन्छु। तर मोडमा, घुम्तीमा को चढ्यो, को ओर्ल्यो म अहिले हेर्दिनँ। पार्टीलाई